विद्यार्थी साथीहरू, आज वास्तवमा हामी विद्यार्थीहरूले गौरव गर्ने दिन भएको हुनाले यो दिनमा मैले सम्झिरहने नेपाली कांग्रेसका संस्थापक नेता आदरणीय सन्त नेता विश्व प्रसाद भट्टराई आजकै दिन उहाँले यो नेपाल विद्यार्थी संघको स्थापना गर्दाखेरि उहाँलाई त्यतिखेर पञ्चायती सरकारले त्यतिखेर नजरबन्द गरेर उहाँलाई पक्रिएको दिन पनि हो। त्यसकारण उहाँप्रति पनि म हार्दिक श्रद्धासुमन अर्पण गर्दछु। यस विद्यार्थी कालमा त्याग योगदान गर्नुहुने हाम्रा राम लक्ष्मणहरू, कामेश्वर कुशेश्वर झा लगायत सम्पूर्ण तत्कालीन विद्यार्थी नेताहरूप्रति पनि म हार्दिक श्रद्धासुमन अर्पण गर्दै मेरा आफ्ना सानो विचारहरूमा राख्न चाहन्छु। आदरणीय विद्यार्थी साथीहरू, आज नेपाल विद्यार्थी सङ्घको आदर्श भनेको राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकता हो। त्यसकारण यो विद्यार्थी एकताको आदर्शलाई हामीले अनुसरण गरेर नेपाल विद्यार्थी सङ्घको साझा सङ्गठन नेपाल विद्यार्थी सङ्घ हो। नेपाल विद्यार्थी सङ्घ भनेको नै लोकतन्त्रमा विश्वास गर्ने, सृजनशील सोचमा विश्वास गर्ने, क्रिएटिभ थिङ्किङ गर्ने। त्यसकारणले गर्दाखेरि जनताप्रति, विद्यार्थीप्रति जनभावनामा, जनचाहना अनुसार चल्न सक्ने विद्यार्थी सङ्गठन हो। यो एउटा अनुशासित विद्यार्थी विभिन्न कालखण्डमा, चाहे शैक्षिक आन्दोलन होस्, चाहे विभिन्न देशको राजनीतिक क्रान्ति हो, त्यतिखेर पनि विद्यार्थीहरूले आफ्नो अनुसरणीय योगदानहरू गरेको छ। जो योगदानको हामीले गर्व गर्नुपर्छ भनेर नै आज हामीहरूले त्यही इतिहासको सम्झनाको लागि र भावी दिनमा विद्यार्थीहरूले नेपाल विद्यार्थी सङ्घको आचरणलाई सुदृढ गर्नका लागि व्यक्तिमाथि लागेर होइन कि नेपाल विद्यार्थी सङ्घको सङ्गठनलाई संस्थागत रूपमा सिस्टम अनुसार जानुपर्छ भनेर सम्झना स्वरूप आज 56 स्थापना दिवस हामीले मनाउन गइरहेको लामो कुराहरू केही भन्दिनँ। यति भन्दै म नेपाल विद्यार्थी सङ्घको यस गौरव गर्ने दिन हामी सबैको साझा एजेन्डा भएकोले हामी पनि विद्यार्थी राजनीतिबाट 49 साल स्वतन्त्र विद्यार्थी युनियनमा महेन्द्र मोहन कलेजमा हामी पनि सो चुनाव जितेर आएको हुनाले हामीले इतिहास रचेका थियौँ र त्यही कारणले आज भइरहेछ र तपाईँहरूको इतिहासले गर्दा भोलि आउने विद्यार्थीहरूले पनि लोकतन्त्रलाई बलियो गर्ने ठाउँमा चाहिँ तपाईँहरूले अनुसरण गर्नुहुनेछ भन्दै मेरो यही शुभकामना दिँदै तपाईँहरूसँग बिदा हुन चाहन्छु। धन्यवाद। जय नेपाल।